गयो पानी पानी गयो सबै जम्मै यस्तो के त कस्तो गरेछ भन्नुस् भन्नुस् कतार त म गएको छैन जान त हजुर नाइ भन्दैन सेम सेम हुने मान्छेहरू दिउ राख्नलाई बाढी हो आएको नम्बर त 18 गते छ यो बाढीको छाल आएको हो त्यही दिउ राख्लानकोले 18 गते यो पहाडको हो के रे उता पर्यो होला नि त्यही भएर कहाँको हुन् र ए टिकटक ल ठिक छ रब तुझे कांटों से बसाए ठहरे हुए यता यता टाल्ले छ यतातिर हेर्नु यहाँ घोर्छ खोल्नु टाल्ले छ जम्मै भाले पानी लिएर आउनु भयो
बा भनेको भाइ हो के हो यता छ अनि ऊ त्यहाँ पनि अड्केछ तर यो बालाई चाहिँ किन अरूलाई भने नि त हुनु नि बाको धेरै खेत छ क्या अरे बालाई यहाँ काम गर्नु भन्ने कम्ता त्यसले बाले चाहिँ बोलाउनु चाहनुहुन्छ सिधै होइन भित्रै पस्न भने चाहिँ के बा उता भैँसी हुने नि छ थुप्रै छ झाङटाहरू टाल्दै त जानुभएको थियो के अरे नवीनको बाले यो त फोहोर होइन नि बा मल हो मल आज छ अरे भोलि 2 हातको होला नि बिउ त भुइँदेखि सफा गर्दै आउनुभएको बजार चाहिँ कस्तो छ पानी चाहिँ छैन ए प्लास्टर गरिसकेछ उता गाउँतिर ल छन् कि नै ल छैन होला गाउँतिर पहिला त्यो कलबाट कलाउन फाटले त बसेर म हात ढोड खान्छु मान्छे के नि त के गाह्रो हुन्छ हातले नगरेर हुन्न न होटी माथि होटेको एउटा होटियार हुन्छ सागे नसागे भन्ने खेतमा बिउ छर्न पाइयोस् के हैन यति दुःख गरे पनि केही छैन रातभरि हिँडे पनि केही छैन भोलि बिहान बिउ छर्न पाइयोस् चिया पानी खाएर जानुभयो कि खाली पेट चिया पानी खाएर गएको थिएँ चिया त्यहाँ 50-50 रुपियाँको 1 घन्टा समोसा र नमकिन के मुक्तिहरूले 7 बजेतिर फोन गरेको थिएँ त्यो नाङ्गीबाट छोरा कान्छा भन्थ्यो कि त्यो मुक्तिहरू गर्न गएको थिएँ नि त्यही त बिहान डेरी जाँदाखेरि पानी त त्यहाँसम्म आएको थियो के अनि मुक्तिहरूलाई भनेको त्यसले टिरिक मिलाउन त मिलाएछ हजुरलाई झ्याद्रै दुःख दिएछ मुतै झर्ने गरेर घरै बस्नु बस्ने खेती किसानी यस्तै हो कि फेरि सबै हरियो भयो भने अर्का खेतमा त्यसै धान रोपेर भात खानु पर्यो के अर्काको खेत जसले रोप्यो त्यसकै हो नि हो त धान स्याहार पनि मेरो हो नि त जाँगर छ भने आओस् रोपुस् उसको हो भने होइन जसले गरे त्यसकै हो कि खेतबारी त भन्ने मात्रै हो मेरो नाममा छ बोले होइन खाएर हिँडिरहेको घाममा त्यही त खाना नि पिना मैले सारा यति चौनी भएर खनेर हिँडिरहेको त्यो त हजुरको फेरिमा होला नि कि दिनुहुन्छ परार ल 3-4 मुरी 4-5 मुरीको लड अझै एकजना साल थिएन कि यो पालि चाहे ढाँचा आइज लिन 15,000 रुपियाँमा खुर्को दिए मलको बिउको मेरो जोटाइ खर्च मेरो निमा छोड्डेमा कोरिएर आयो हो नि त त्यसको खेतवाला बम्बु त राख्नुपर्छ नि त्यहाँ न त्यो पालपाल बुढा त्यो बुढो रोगी बुढो बुढो ए डाँटे बुढो भन्दैछ आएको मान्छेले त्यो बुढोले हाल्नु रहेको माछी बुढोले ए त्यो पालपाली के दचियार डाँटे भन्दैछ यहाँको मान्छेले त्यसले हाल्न नदिएको अरे त्यो चिकन त घर फोन गरेर जहाँ घुमाएर फोन आयो त्यसले जम्मै यसो मन्तर फुकेर फु गरिदिनु पर्दैन त मैले त्यो यहाँको मान्छेले मैले को मान्छे कस्टमर मैले त म नि पुरा मैले एक बुझ्छु कि मैले त नै त्यो त गर्न हुन्न कि दुःख हुन्छ त्यस्तो पानी रोक्छु रोक्छु भनेर कहाँ त्यो त महापाप हो नि त होइन र त्यस्तो अति बमु हाल्नु लट उठाएर लाइट उठाएर के हो त्यस्तो गर्न हुन्न पहाडको मान्छे त अलि मिलनसार हुन्छन् भन्छन् तिमी कुन पहाडको रहेछन् र पाल्पा यो चाहिँ पाल्पा पश्चिम
बाउ गुमाएको थिएँ मगर अँ, मगर कुरा जान्दैन कि तिम्रो जस्तै रहेछ रुकुमी जस्तै रहेछ न हाम्रोमा त बोल्दै बोल्दैन त्यसलाई भाषा पनि थाहा छैन मगर कुरा पनि थाहा छैन त्यो उसलाई भाषा थाहा भयो कामीले बोल्ने भाषा मात्रै थाहा त्यही कामीले पनि छेत्री बाहुनले बोल्ने भाषा थाहा छ अरू थाहा भाषा थाहा छ त्योभन्दा त यहाँ जाली राख्दै जालीमा भरिन्थ्यो उठाएर फाल्न ठिक हुन्छ बहुत ठुलो ल्याउनु भयो रहेछ पानी त बा होइन 1 घन्टा मुक्तियार सिंह माछी हालै गरेन माछा अब हाँइट उमाको स्कुल बढ्ने सक्छ जबरजस्तीले बढ्ने मैले यसरी हात उठाएर बिहान भ्याउने ऊ साइडबाट त्यो नाङ्गेबाट छोराबाट त्यो हो त्यहाँ अस्ति 3 जना जानुभएको थियो 2टा टिमहरू छ मुक्तिहार नि मुक्तिहार नि गएको छ आछ के भनेपछि त दरो नास्ता त खाइयो होला त त्यही त समाचार त्यो के 50-50 रुपियाँ खाएको थियो क्या नि यति हाल्दा त भाले फिजी नै दही पनि खाए यतिमा हालेको समाचारमा अनि होटेलवालालाई भन्नु भएन त तँमा आएछ हामी ल ठ्याक्कै खेतमा नि पुग्यो होला पानी म त्यहाँ केही बाँस मिलाएको यता मिलाएर भैँसीले कुलाइ गरेछ पसेछ त्यो थुन्देला हो कहाँ सानो कि ठुलो ए होइन उता गयो गयो उता होइन गइसक्यो भैँसी अँ ढकल दिने हो र बा ए आइज 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 यहाँ बस्नु बस आइज आइज ल ल ल रनिङ रनिङ यता